नेपालको प्राइम मिनिस्टर सुशीला कार्की यतिखेर भगवान पशुपतिनाथको प्राङ्गणमा आउनुभएको छ दर्शनको लागि। विशेष धार्मिक स्थल भगवान पशुपतिनाथको प्राङ्गणमा यतिखेर प्राइम मिनिस्टर सुशीला कार्की भगवान पशुपतिनाथको प्राङ्गणमा दर्शनको लागि पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवले स्वागत गर्दै हुनुहुन्छ पशुपतिनाथको प्राङ्गणमा नेपालको प्राइम मिनिस्टर सुशीला कार्कीलाई। त्यतिखेर हामी भगवान पशुपतिनाथको प्राङ्गणमा छौँ। डराउनै पर्दैन हजुर, डराउनु पर्दैन। जय रोस् मङ्गल होस् आराध्यदेव श्री भगवान पशुपतिनाथको प्राङ्गणबाट नेपालको प्रधानमन्त्री सुशीला कार्की दर्शन गरेर फर्किसक्नु भएको छ।